म चाहिँ नि आज टिमुरको एउटा भिडियो बनाउन गइरहेको छु। यो जङ्गलभित्र रहेको टिमुर असाध्यै राम्रो लाग्यो, त्यसैले भिडियो बनाउन चाहिँ म हर्षित भएको छु। बुटाहरू सानो सानो छ तर पनि फल्न चाहिँ दामी फलिरहेको छ क्या। वाउ वाउ, यो चाहिँ गाउँ रहेको छ, जाजरकोट जिल्लाको गाउँ। यो पनि गाउँ, रोड छ ऊ अगाडि सिनमा, अनि चाहिँ यो पनि टिमुर रहेको छ है। असाध्यै राम्रो लागिरहेको छ। फसल चाहिने के अरे। यो पनि अर्को बुटा यो कस्तो राम्रो फलिरहेछ क्या। वाउ, टिमुरको बगैँचा पेड। यो चाहिँ होइन है, फेरि यो हाम्रो खेत। यो बजारी इलाका अगाडि पर्छ, यसैको अगाडि गाउँ। माथि चाहिँ टाकुरामा गाउँ छ, त्यहाँ पनि यो चाहिँ देखिने घरहरू हो। यहाँ पनि घर बस्ती रहेको छ। अब अर्को रुख देखाउन गइरहेको छु। यस्तो घाँस हुन्छ कि के कुरा गर्नु र हजुर हौ। हाम्रो गाउँतिर घुम्न आउने भए आइजाऊ। यो पनि टिमुरै हो। यसै गरी यो जङ्गलभित्र रहेको छ, त्यो पनि टिमुरै हो हजुर हौ। तर देखिरहेको छैन, म नजिक जाने प्रयास गर्छु। यो हजुर हौ, स्पेसल टिमुर। अनि यतातिर देखिन्छ कि अलि बिचमा। वाउ, खतरा फल्या छ। यसै गरी उता जङ्गलभित्र यस्तो फल्या छ। यस्तै हो मित्र, टिमुर चाहिँ अब मैले देखाइहालेँ। अब त्यही बुट्टाको कुरा गर्दाखेरि होला त्यस्तै 100-150 बुट्टा होला, तर कोही सानो छ कोही ठुलो छ। जम्मै टिप्दाखेरि त्यही 2-3 कुन्टल चाहिँ अब काहीँ जाँदैन। यसो रेट सेट पायो भने 1-1.5 लाख भइहाल्छ के अरे। सन्तोषजनक नै छ भनौँ, पुगेकै छ। यसमा मेहनत खासै केही छैन। अब त्यही हो, सिजनको बेला आयो, अलिअलि टिप्यो अनि यसो सफाइ क्लिनिङ गरिदियो, भइहाल्छ, ठिकै छ। यो चाहिँ हाम्रो पहाडतिरको बाटोघाटो यस्तै छ ठाउँ, भूगोल भनौँ। अनि यसो तराईतिरको मान्छेहरूलाई त रहर हुन्छ नि त होइन, कस्तो हुन्छ पहाड, कस्तो हुन्छ होला, त्यहाँको बाटो जङ्गल कस्तो हुन्छ होला भन्ने जिज्ञासा हुन्छ है। त्यो मेटाउनको लागि मैले सानो भिडियो क्लिप बनाइरहेको छु। मेरो सामान्य अगाडि एउटा गाउँ छ है, योभन्दा जस्ट सिधा अगाडि हामी बसिरहेका छौँ। हाम्रो घर पर्छ। यो चाहिँ मेरो छिमेकी गाउँ हो। सानो छ तर एकदम अत्यन्तै रमाइलो छ है त। यो खोला पर्छ बिचमा, अनि यो चाहिँ अर्को गाउँ हो, त्यही पारीको गाउँ हो। म एकचोटि अगाडि गएर चाहिँ यता सबै देखाउने प्रयास गर्छु है त। यो बाटो हो, उकालो ओह्रालो यस्तै हो। उकालो हुन्छ, काहीँ ओह्रालो है।
यस्तै छ साथीहरू, यस्तै छ। यो ठाउँ चाहिँ म पहिला खेल्ने सानोमा हुर्केको है, भैँसी सैँसी चराउने, गाई बाख्राहरू चराउने ठाउँ। अत्यन्तै रमाइलो छ। यो हाम्रो चाहिँ पहिलाको खेत हो, बाँझो खेत। सरी, पहिला चाहिँ युज गरेको खेत हो भने अहिले बाँझै छ, खडहरू उम्रिरहेको छ है। अब यसो खेती किसान गर्दाखेरि अत्यन्तै राम्रो थियो भने अहिले छैन, खरहरू उब्रिएर यसको चाहिँ अवस्था लास्टै नाजुक छ। यो यताको चाहिँ जुन अघि मैले देखाउँछु भनिरहेको दृश्य हो, यसैभित्र हाम्रो बगैँचाहरू छ, टिमुरहरू छ। टिमुर भन्दा पनि बेसी चाहिँ अब झारहरू भइसकेको छ अहिले। उता हामी खासै यता नबसेको कारणले गर्दाखेरि झारहरू प्रशस्तै छ। यसै झारको मुनि चाहिँ टिमुरहरू रहेका छन्। अनि यस्तो भिरहरू हुन्छ है, पहाडको सिन, भिर, पाखा, अनि यस्तो यस्तो हुन्छ। यो देख्दाखेरि भिरालो भिरालो देखिन्छ, तर हिँड्न चाहिँ मिल्छ है। यो चाहिँ पहडाको बाटो हो, पहडै पहरा छ, नामै टाटे पहड भन्छ है। यस्तै यसै छ, रमाइलो छ पहाडी इलाका, गाउँठाउँ। अनि यो चाहिँ खोला पर्छ, म खोला देखाउँछु अलिकति जुम गरेर, कतिसम्म भेट्छ है त। यो खोला हाम्रो गाउँको सानो छ, ठाडो खोला, स्पिड चाहिँ हुन्छ है यसको, ओह्रालोतर्फ बगिरहेको हुन्छ नि त, पानीको फोर्स एकदमै अत्याधिक हुन्छ। यो हो मेरो गाउँ। वाउ, तर अहिले अँध्यारो अँध्यारो देखिन थाल्यो। अब साँझ पर्ने समय पनि भयो है। यसो तराईतिरको मान्छेहरूलाई देखाउनुपर्छ यो भिडियो लगाएर, मैले बुवा मम्मीलाई, भाइलाई देखाउनुपर्छ है त। त्यस कारण मेरो साथीलाई देखाउनु छ, त्यसैले बनाएको यो भिडियो हो। ल, भिडियो अब करिब लामो भयो। अलिकति लास्टमा एउटा कुरा देखाउन चाहन्छु। माथि टपमा चाहिँ हाम्रो लेक पर्छ है। जिजु बाजे ब्राजुहरू चाहिँ त्यसै माथि टपमा चाहिँ भैँसी सैँसी पाल्ने, दही दुध खाने, घाँस काट्ने, अत्यन्तै रमाइलो छ हौ त्यो ठाउँ त। फेरि पनि मलाई जान मन लागेको छ, जाने भन्ने हो, अब हेरौँ के हुन्छ। अनि चाहिँ यो मेरो ससुराली गाउँ जाने बाटो। वाउ, रोड हेर्नुहोस् त। यही बाटो हुँदै 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 अगाडि गएर यसको पल्लो साइड गयो भने ठ्याक्क मेरो ससुराली गाउँ आउँछ, दैलेख। योभन्दा उतापट्टि, यतापट्टि चाहिँ यो एरियाभरि जाजरकोट है त। हस्, हुन्छ, थ्याङ्क यू। आजलाई यो भिडियो यति नै। बाई बाई, टाटा।